वाओ हर्क साम्पाङज्यूको पार्क धराने जनताको यो श्रम संस्कृति पार्क यसले के झल्काउँछ त बुझ्नुपर्ने कुराहरू छ थुप्रो। यहाँ हेर्नुहोस् हामी भन्नुहोस् यसलाई के भन्छ? यसलाई फाली भन्छ। यसलाई यो कभर गर्ने कभर गर्नेलाई थाहा भएन। यसलाई के भन्छ? यसलाई उयो हो हल्लुडो के भन्छौ? हैन अनौ 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 भन्छ, यसलाई करुवा भन्छ। करवा। मैले चाहिँ यो यसलाई के भन्छ? यसलाई म फेल भएँ। सपोर्टर भन न। सपोर्टर यो होइन, मैले जुवा लगाएको हलो पनि जोतेको अनि नाना। यसलाई के भन्छ? यसलाई यसलाई थाहा भएन हौ, भुलिएँ मैले। मैले जोत्नु चाहिँ जोतेको हो हामीले। यसलाई हरिस भन्छ। हरिस। मलाई चाहिँ त्यो जुवा लाउनेलाई थाहा छ। अन्त त्यो पनि मलाई पहिला थाहा थिएन नि, यो क्विज गेम खेलायो नि बल्ल थाहा हुन्छ। ल भयो त नाना पनि खै। नाना कस्तो लाग्यो ठुलो नाना? यो त हामीहरूको त पुरा छ नि। मेरो ताप्लेजुङको नाना पुरा छ नि। होइन कस्तो यसलाई के भन्छ? यसलाई पुर्खाको इतिहास। यसलाई नाम्लो डोको थुन्चे अरे ढाकर भन्छ, ढाकर। ढाकर। अच्छा यसलाई के भन्छ? यसलाई गेली केलाई यो यसलाई टेकुवा टेक्वा हैन हौ, सपोर्टर के टोकमा तोकमा यो त सिधै डोको नै हो। यो 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 डोकै कस्तो लाग्यो नाना तपाईँलाई पार्क? फर्स्ट टाइम हेर्नु भएको तपाईँले? कलाकार तपाईँले फर्स्ट टाइम हेर्नु भएको नाना? फर्स्ट टाइम कस्तो लाग्यो राम्रो लाग्यो हाम्रो हर्क साम्पाङज्यू र धराने जनताको पार्क? एकदम धेरै खुसी हो। यस्तो पनि हुँदो रहेछ हे बगरमा। आहा बगर रहेको यस क्षेत्रमा हजारौँ श्रमदाताज्यूहरूले बिरुवा रोपिदिनु भएको छ। उहाँहरूको सम्मान स्वरूप सम्झनामा यो मूर्ति बनाइदिएको छौँ भनेर भूतपूर्व आर्मी स्वर्गीय अर्जुन तुम्बा हाङफेको नाममा रहेछ यो। भेनाजु पनि कति ताल आउनुभयो? भयो 2-3 ताल। 2-3 ताल भयो है। खुसी लाग्यो हौ, साह्रो राम्रो। आहा लु हेर है साथीभाइ, यो पार्क अरे धरान नेपाल श्रम संस्कृति पार्क, कल्चरल पार्क। सम्मान स्वरूप श्रमिकको मूर्ति पितृहरूका सम्झनामा समर्पण। कुलबहादुर थाङदेन, धनलक्ष्मी थाङदेन, स्वर्गीय सचिन थाङदेन। रोजन कला श्रम संस्कृति पार्क धरान उपमहानगरपालिका सुनसरी नेपाल। मेयर हर्क साम्पाङ राईज्यूको अभियान अन्तर्गत बनेको श्रम संस्कृति पार्कको एक भाग कलात्मक श्रम चौतारी। निर्माण डिजाइनर मूर्तिकला रोजन राई, मूर्तिकार रोजन आर्ट प्राइवेट लिमिटेड, परियोजना व्यवस्थापन अमृता राई लिम्बू, रोजन आर्ट। पार्क निर्माण विशेष सल्लाहकार सहयोगीज्यूहरूको नाम बोली। तपाईँहरूलाई धन्यवाद छ है। नमस्कार नमस्कार। साह्रै राम्रो। मलाई अलिकति यतिकै गरिदिनुहोस् न, यो क्यामेरा यतिकै गरिदिनुहोस् न, म यहाँनिर हुन्छु। यतिकै देखाइदिइरहनुहोस्। एकदम खुसी छु म। श्रम संस्कृति पार्क पहिलाको धरानको मेयर साहब हर्क साम्पाङज्यूद्वारा
यो रचेका र धरानवासीद्वारा यो पार्क निर्माण बगरमा पनि यति राम्रो हुँदो रहेछ भनेर एउटा उदाहरण। धन्यवाद तपाईँहरू सबै धरानी निवासीलाई धन्यवाद। धेरै राम्रो। के नाम हुन्छ तपाईँको? गीता राईज्यू, धन्यवाद छ है तपाईँलाई। नमस्कार छ है तपाईँलाई, नमस्कार। 30 वर्षपछिको मेरो नेपाल धरान यात्रा उन्नति देख्दा साह्रै खुसी लाग्यो। हजुर हजुर हजुर, धन्यवाद धन्यवाद तपाईँहरूको लागि। तपाईँलाई म देखाउन सक्छु मेरो भिडियोमा। तपाईँको मलाई कानको साह्रो राम्रो लाग्यो। यतापट्टि देखाउनुहोस् न, कान देखाउनुहोस् न यतापट्टि। यो त ट्रेडिसनल हो नि। तपाईँ के हुनुहुन्छ? थरी, राई, लिम्बू? लिम्बू नि। कहाँदेखि हुनुहुन्छ? घर कहाँ? धरान 5 हो? ए ल, यहीँको हुनुहुँदो रहेछ। लु हेर त कति राम्रो साफ सफा। गोर्खा चौतरी प्रोजेक्ट कमिटी मेम्बर्स, स्पेशल कोअर्डिनेटिङ एसिस्टेन्ट, फन्ड रेजिङ टिम, इन्डियन आर्मी। अघि थाक्नु भएको थियो, अहिले थाक्नु भएन होला नि? नाना मजा आयो नि? ओ यहाँ चाहिँ के रहेछ हौ? ब्रिटिस गोर्खा डोनर्स। हुँदो रहेछ त। चाह्यो भने के हुँदैन? लु हेर्नुहोस् त, चाह्यो भने के हुँदैन रहेछ? सब कुरो हुँदो रहेछ नि त। खोलाको बगरमा पनि यति सुन्दर कलाको निर्माण हुँदो रहेछ नि त। चाह्यो भने के हुँदैन रहेछ? लु हेर्नु त। हुन्छ, लु हेर्नुहोस्, म नै खुसी। आउनुहोस् बेनाजी। अति सुन्दर फुलको गमलाहरू। धरान किन भनेको भन्छ भने नि, पहिला यहाँ ठुलै जङ्गलहरू होइन, आरा धरान भन्छ। ओके, यहाँ दिदीले चाहिँ मलाई धरान किन भन्नु मुख्य कारण चाहिँ के हो भन्दाखेरि यहाँ हेर्नुहोस् आरा धरान थियो अरे पहिला, र यसलाई नामै धरान भएछ। ये हेर्नुहोस् आरा धरान। पहले लकड़ियाँ इस तरह काटा करता था। इतिहास। नेपाली न देखेन।
नेपाली भिसी ढिकी 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 धान कुट्ने ए ढक्क ढक्क गर्ने यस 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 देख्यौ यस तपाईँहरूलाई धन्यवाद एन्ड थ्याङ्क यू है धेरै खुसी लाग्यो घुमेर सब मेरो दिदीले धान कुट्ने ढिकी श्रम संस्कृति पार्कमा हेर लु कति दिनमा ओखली पनि पो रहेछ त रहेछ त हजुर फोटो खिच्नको लागि मात्र चलाउन मनाइ ए आहो साडी कसरी जाँतो पनि रहेछ है चलाएर देखाइदिएको नि त ठिकै छ राम्रो मजा भुलेछु नि त सरी है राम्रो राम्रो लाग्यो नाना लु ढिकी पनि हेऱ्यो भेनाजु ल आउनुहोस् नाना ल आऊ 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 मेरो ताप्लेजुङको नानाज्यू फर्स्ट टाइम यहाँ पनि घुम्न आउनु भएको रहेछ फर्स्ट टाइम होइन यस्तो उन्नति देख्दा नाना राम्रो खुसी पनि लाग्छ नि त खोलाको बगरमा यस्तो कुरो पनि हुँदो रहेछ आउनुहोस् आमाको सम्मानमा पल्टिँदैन खोला होइन यहाँ पछि खोला आउँदैन खोइ नाना यहाँ पछि के बर्खा मासमा खोलाहरूको लागि चाहिँ के गरिदिएको छ यिनीहरू त यस्तो लगाइदिएको रहेछ हौ नाना होम पाइपको लाउँछ होला हौ खोइ खोला कटाउने आइडी राखेको खोलाको बगरमा पनि यस्तो सुन्दर पार्कको निर्माण ऊ राखेको रहेछ न राखेछ सुन्दर यसलाई के भन्छ यसलाई धारा होइन त्यो धारा बोक्ने बनाएको छ नि चिन्डो ओ त के भन्छ चिन्डो चिन्डो राईको चिन्डो अच्छा अच्छा चल्छ त्यो धारा त धारा भइहाल्यो तर यो राख्नेलाई चाहिँ चिन्डो भन्छ अरे हौ चिन्डो बासा फलो हजुर श्रम र संस्कृतिको विकास आरा धरानमा स्वागत गर्दछौँ अब हामी आरा धरानतर्फ लागिरहेका छौँ मेयर साहब पूर्व धरान सोच साह्रो मिठो एक एकवटा भित्र नपसिदिनु होला धन्यवाद आरा धरान लु हेर्नुहोस् है साथीहरू धरानको नामावली चाहिँ नामकरण चाहिँ कसरी भयो भने यो पहिला आरा धरान थियो रहेछ र पछि गएर धरान भएछ पहिले नै आरा धरान फलाइचा गार्डन हस्तान्तरण लु हेर्नुहोस् साह्रो मिठो लु हेर्नुहोस् त साथीभाइहरू बगरमा खोलाको बगरमा पनि फुलहरू खेलाइदियो हाम्रो एउटा हर्क साम्पाङज्यूले उहाँको विचारले धराने जनताहरूको साथले र विभिन्न समुदायहरूले पनि यहाँ सहायता पाउँदा यहाँ हेर्नुहोस् माछाहरू काभ्रे पो रहेछ यसले काभ्रे माछा चिन्डो माछा काभ्रे यो माछा त भेना खाँदा पनि हुन्छ होइन खाने खालको यो खाँदैन होला एउटा उको लागि राखेको राखेको हो त्यो चाहिँ पालेको लागि राखेको यहाँ त सोको लागि यो निकालेर खाँदैन पनि चोर्दैन पनि होइन भाइ चोर्नु पनि हुँदैन होला श्रम संस्कृति पार्क धरानमा माछा पनि पालिएको छ है लु हेरौँ त यो के हो घन्टी फुल हो नाना धतुरो नि ओहो धतुरे फुल भन्छ धतुरे फुल हो नेपाली धतुरे अर्को भाषामा चाहिँ के भन्छ र यसै गरी हामी श्रम संस्कृति पार्क घुमिरहेका छौँ
धेरै धेरै धन्यवाद। भावपूर्ण श्रद्धाञ्जली जिल्ला तेह्रथुम मेन्स्याम गापा 2 पौठाक खेसेरा निवासी बुवा बलबहादुर पन्धाक, आमा स्वर्गीय हर्कमाया पन्धाक यहाँ रहेछ, टेकबहादुर पन्धाक। मेरो प्यारो नाना दिलु नानालाई धन्यवाद छ। यसै गरी अहिलेको यो पाठलाई चाहिँ यहीँ विराम दिउँ। धन्यवाद। श्रम संस्कृति पार्क धरान नेपाल आफ्टर 30 years gap।